हेर्नु साथीहरु, हाम्रो भान्सामा आज पनि मासु पाक्ने भयो। यता चाहिँ मैले काँदा कटिङ गर्दैछु, टमाटर काँदा कटिङ गर्दैछु। बुढाले चाहिँ किर्पी पिस्दै हुनुहुन्छ। मैले चाहिँ काँदा कटिङ गर्दैछु, मसला पिसेर काँदा अनि टमाटर कटिङ गर्न लाग्यो। हाम्रो होटल चाहिँ भेज हो अनि किचनमा हामी पकाउँदैनौँ। अब सेटले त केही भन्दैन, तर हामी अब मासु नखाने कस्टमर आउँछन् नि त, आफूलाई अप्ठ्यारो लाग्छ। अब हामी त खाने भन्दा मिठो मान्छौँ, अब नखानेले त खासै मन पराउँदैन। त्यसैले बाहिर बनाउनको लागि हामीले यता मैले कटिङ सटिङ रेडी गर्दैछु। तन्दुरको साइडमा चुल्हामा बनाउँछु मैले। चाहिँ कटिङ सटिङ रेडी गरिसकेँ मैले। यता हेर्न सक्नुहुन्छ, मैले चाहिँ कुकरमा सिटी मारेर बनाउँदैन, त्यस्तै अब फ्राई गऱ्यो भने चाम्रो हुन्छ नि त। सिटी मारेको त अब पाकिहाल्छ, त्यसैले टोपमा पकाउने भनेर आगो सागो बालेर यता रेडी गर्दैछु मैले। हाम्रो चाहिँ अहिले लाइट डिम हुँदैछ, लाइट कतिखेर जान्छ कतिखेर आउँछ, हावाहुरी चलेको छ। यस्तो भयो मेरो मासु चाहिँ, यसरी बनाउँदैछु मैले। अब चाहिँ खाना खाने टाइम हुँदो भयो हाम्रो पनि। यस्तो छ है हाम्रो मासु। हाम्रो सेटको कुखुराको फारम छ। यो चाहिँ हामीलाई एउटा कुखुरै ल्याएको हो, ब्रोइलर। अनि त्यसै दिन्छ हामीलाई 2-3वटा कुखुरा दिन्छ कुखुरा फारमबाट। खाना भयो भने खाऊ भन्छ ल्याएर, त्यसैले ल्याएको। मेरो भिडियो यति नै, भेटौँला अर्को।